excited about the trip? I am. I'm very excited about the trip. All the journey. नेपालको हाम्रो यात्रा सुरु भएको छ भद्रपुर एयरपोर्टबाट र अब अगाडिको यात्रा चारलीबाट बुधबारे कटेर बर्नी गर्दै हाम्रो यात्रा इलामतिर लाग्यो Okay, so we reached Kanyam. Halfway through our journey to Ilam. Right? Nice. Beautiful place. Beautiful. Gorgeous day. Yeah. यात्राको पहिलो दिनको लन्च अनि आजको रातको बसाई बरपिपल बिसौनीमा We're going to our homestay. We're going to our homestay. Yeah, we need to keep going down. Good exercise for you. Oh, we need to go this way. Up. Good morning, good morning. आज नयाँ दिन यसपालिको ब्लग अलिक फरक छ यसपालि म पूर्वी नेपाल आइपुगेको छु कन्याम फिक्कलतिरको यात्रामा यो पालिको ट्रिप चाहिँ अलिक युनिक के छ भने मसँग मेरो एकजना दाइ पनि हुनुहुन्छ ब्रुनो जिरी ब्रुनो अङ्कल चाहिँ हामीसँग पहिला पिस कोरको भलन्टियरको रूपमा 30 वर्ष पहिले 1993-4 तिर जनकपुरमा बस्नु भएको थियो हामी सानै हुँदाखेरि तर पछि अमेरिकामा म बस्दाखेरि अनि पछि मेरो बिहेमा हामी चाहिँ एकदम पारिवारिक सम्बन्ध छ सो उहाँ आउनुहुन्छ हामी भेट्न जान्छौँ भएको बेलामा सो अहिले चाहिँ उहाँ नेपाल यसपालि भाइटिका मनाउन आउनु भएको छ र म उहाँलाई लिएर चाहिँ इलामतिर हामी इलाम विराटनगर जनकपुर लालबन्दी हेटौँडा आउँदै काठमाडौँ जाने हाम्रो रोड ट्रिपको क्रममा आइपुगेको छौँ पिपल बिसौनीमा केदार दाई र किरण दिदीले पकाउनु भएको मिठो लन्च खाइसकेपछि अब हामी लाग्यौँ केदार दाईसँगै वरिपरि फिक्कल बजार घुम्नलाई It's a bit dehydrated. They call it for the term. And there are two process. एउटामा चाहिँ यसलाई सुकाउने होइन यसलाई फर्मेन्टेसन गर्ने र सुकाउने अर्कोमा चाहिँ फर्मेन्टेट हुन नदिने त्यसलाई चाहिँ स्टिम गरेर या तातो बनाएर फर्मेन्टेसनलाई रोक्ने त्यो चाहिँ ग्रिन टी बन्छ अनि जुनलाई चाहिँ फर्मेन्टेसन अक्सिडाइजेसन हुन्छ त्यो चाहिँ रातो चिया बन्छ अमेजनतिरैबाट आयो यो पनि कोलम्बियन एक्सचेन्जकै एउटा बाली हो अनि यहाँ चाहिँ यस्तो मजासित खेती हुन्छ अनि यसको टुप्प यसको साग नरम फल र तरुल पनि खाइन्छ केदार दाईको इस्कुस महात्मा सुनेपछि हामी लाग्यौँ अब फिक्कल बजार फिक्कलमा आज हाट लागेको थियो हाटलाई हेर्दै हामी लाग्यौँ पशुपतिनगरतिर लक्की डेरी हेर्नलाई इलाम आइसकेपछि हामी यहाँ लक्की डेरी घुम्न आएका छौँ यहाँको सबभन्दा ठुलो चिज उत्पादन ठाउँ कति दिन राख्नुपर्छ 1 year Thank you. ये हाम्रो यही हो हाम्रो यो चिजको This looks familiar. यो चाहिँ कञ्चन कञ्चनकै हो तर अब
अनि के मान्छेहरूले चाहिँ क्युमिन मागेर बनाएको थियो यो नेपालको फ्लेभर युनिक हुन्छ उहाँहरूले आफै टेस्ट गरेको उहाँहरूसँग एउटा खुबै इन्ट्रेस्टिङ फ्लेभर छ चिली टी स्मोक चिज लकी डेरीमा विभिन्न थरी चिज ट्राई गरिसकेपछि हामी क्विकली पुग्यौँ पशुपतिनगर। धेरै बस्ने टाइम थिएन, त्यसपछि फर्केर आयौँ चिया टेस्टिङ गर्नलाई गोर्खा टी स्टेटमा। गोर्खा टी स्टेट नेपालको राम्रो टी स्टेटको रूपमा गनिने यो गोर्खा टी स्टेटमा घुमिसकेपछि हामीले त्यहाँको अध्यक्षज्यू त्यहाँको ओनरसँग पनि बसेर कुरा गऱ्यौँ। त्यसपछि त्यहाँ बनेको मिठो चिया चाहिसकेपछि हामी फेरि डिनरको लागि बरपिपल बिसौनीतर्फै फर्क्यौँ। अलि हिन्दी बोल्छ उहाँ टी चिकन आज हामी वाइन टेस्टिङ गर्दैछौँ यहाँनिर लाइभ वाइन केदार सर अब यहाँ गर्दै हुन्छ मेरो वाइन बेच्ने टेक्निक चाहिँ होइन है फेरि होइन D2 बिहान भइसकेको छ। कस्तो राम्रो हरियाली छ भनेदेखि यो चाहिँ हामी बसेको बर पिपल फ्लेभर्सको होमस्टे। हाम्रो पहिलो दिन चाहिँ इन्ट्रेस्टिङ भयो। हिजो हामी काठमाडौँबाट बिहान फ्लाइट लिएर भद्रपुर आयौँ। भद्रपुरबाट यहाँबाट केदार सरले हामीलाई गाडी पठाइदिनु भएको थियो उहाँको होमस्टे उहाँको घरसम्म आउनको लागि। अनि त्यसपछि हामी भद्रपुरबाट कन्याम हुँदै फिक्कल आयौँ, यहीँ बस्यौँ। त्यसपछि हामीले हिजो चिया बगानको एउटा चिया बगान भिजिट पनि गऱ्यौँ, साथसाथै एउटा चिज फ्याक्ट्री छ, चिज फ्याक्ट्री पनि भिजिट गऱ्यौँ। सो हिजोको दिन चाहिँ एकदम राम्रो इन्ट्रेस्टिङ फन भयो। अब आज चाहिँ हामी विराटनगर जान्छौँ। विराटनगर पनि आफ्नै ठाउँ हो, रमाइलो हुन्छ। यो चाहिँ सूर्योदय नगरपालिका, नेपालमा सबभन्दा पहिला घामको झुल्को यहाँबाट सुरु हुन्छ। सूर्योदयबाट श्रीअन्तुबाट देख्न सकिन्छ। हामी चाहिँ अलिक ढिलो उठ्यौँ, सूर्य त माथि पुगिसकेको छ। यो चाहिँ होमस्टेको हेरेर जाने बाटो। टक टक माथि जाने हो। एक्सर्साइज चाहिँ डह्रो हुने रहेछ यहाँनिर, कहिले तल कहिले माथि। रोडबाट 700 मिटर जस्तोमा छ होमस्टे केदार दाईको। त्यहाँसम्म जाने बाटो रमाइलो ठाउँमा छ, एकदम पाहाडदेखि नै सहरको हल्लाबाट बाहिर आएर बसे जस्तो। इट्स अ भेरी युनिक एक्सपिरियन्स इन इट्सेल्फ। There you go, Bruno uncle here. walking in a tea bagan, chia bagan, right? Early morning. What time is it? 7 o'clock. Yep. And we're keeping up with like 10,000 steps already. No, maybe 1,000. I am in Chiapati. Chiapati. So And Ilam. Ilam. Nearby Ilam, not Ilam, right? Nearby to Ilam, yes. And our next destination is Viratnagar. Viratnagar. I will have fun in Viratnagar. Yes. किरण दिदीले पकाउनु भएको मिठो ब्रेकफास्ट अनि केदार दाईको आतिथ्यतासँगै हामीले विभिन्न थरी नेपाली खानाहरू ब्रेकफास्टको रूपमा चाख्यौँ। त्यसपछि हाम्रो यात्रा सुरु भयो विराटनगरको लागि। What are you trying?
Kir ho? ढाकानी ढाकानी Dhaka? ढाकानी Dhakani. लाइक काकानी ढाकानी Dhakani. अब विराटनगरको यात्रा सुरु गर्नु नै थियो। फिक्कलदेखि विराटनगरको यात्रा 140 किलोमिटर, लगभग 4 घन्टा बाटो लाग्यो विराटनगरतिर। केदार दाइले भन्नुभयो फिक्कल आइसकेपछि एउटा ठाउँ नघुमी जानै हुँदैन। उहाँले लग्नुभयो फिक्कलको पुरानो बजार, जहाँ पहिला ठुलो नेवार बस्ती थियो। होमस्टेको लागि एकदम राम्रो हुने यो ठाउँ, सफा अनि हिँड्नको लागि पनि एकदम राम्रो हुने र पछि पनि पर्यटकीय दृष्टिकोणले एकदम उपयुक्त हुने ठाउँ देखियो। फिक्कलको यो ठाउँ पनि हामीले घुम्न भ्यायौँ। अब इलाम जस्तो ठाउँ फिक्कल आइसकेपछि कोसेली नलिकन फर्किने कुरै भएन। चिया पत्ती किन्नलाई हामी फेरि अर्को ठाउँतिर गयौँ। चिया पत्ती किन्ने ठाउँ चाहिँ ठुलो घर कस्तो राम्रो बनाएको छ। हजुर यो चाहिँ के होमस्टे हो त्यो माथिको घर? यो चियाबारी, यो चियापत्ती, यो चियाबारी। ओके, सो यो चाहिँ फिक्कलको लभ पार्क। यसो माथि गएर भ्यू हेरौँ। उकालो चढेर थाक्यो। यो चाहिँ लभ पार्क रे, यो झन्डा छ फिक्कलभन्दा अलिक तल। कस्तो राम्रो ठाउँ। चियाबारी यतातिर हेऱ्यो भने चाहिँ पारिपट्टि इन्डिया, दिस इज नेपाल। Get some pictures? Yeah, you want to take picture there? फिक्कल, कन्याम अनि इलामको घुमौरो बाटोहरू छोड्दै अब हामी तराई झरिसक्यौँ। बुधबारी र त्यहाँभन्दा तलको यात्रा जारी छ अब। सो आजको हाम्रो ट्रिप चाहिँ अब हामी इलामबाट तल झरिसक्यौँ। हामी बुधबारे आइपुग्यौँ। हामी अब शनिश्चरी जान्छौँ, त्यसपछि आज विराटनगर जान्छौँ। सो बाटोमा केही इन्ट्रेस्टिङ आएर हाम्रो दाइले छ भन्नु भने त्यहाँ पनि जान्छौँ। सो वी डोन्ट नो कहाँ जाने, तर वी नो वी आर गेटिङ टु विराटनगर। सो मोस्ट प्रायली हामीले चाहिँ हुलाकी राजमार्ग पनि देख्छौँ। बट त्यति नै हो अपडेट। अब हामी बुधबारे बजारबाट भित्रको बाटो भएर हामी जाँदैछौँ शनिश्चरी बजार। अर्जुन धारा 500 मिटर अगाडि। यो चाहिँ अर्जुन धाराको मन्दिर। रिजन शङ्कर हस्पिटल आएको चाहिँ दिस इज द प्लेस आई वाज बोर्न। यो चाहिँ म जन्मेको हस्पिटल। सुरुङ्गामा बस्दाखेरि शनिश्चरी आएर जन्मेको हस्पिटल। सो इट मेक्स मी झापाली। मलाई चाहिँ पहिलादेखि नै आफू जन्मेको ठाउँ शनिश्चरी जाने एकदम ठुलो इच्छा थियो। यो इलामको ट्रिपले चाहिँ मेरो त्यो सपना पुरा गर्यो। अब शनिश्चरीको यात्रा सकिसकेपछि हामी लाग्यौँ हुलाकी राजमार्ग भएर विराटनगरतर्फ। रिसेन्टली हाम्रो यो नेपालमा चाहिँ हुलाकी राजमार्ग जुन यो बोर्डर छेउबाट कुद्छ त्यसको चाहिँ राम्रो स्तर उन्नति भएको छ। त्यो भएर रोडहरू राम्रा बनेका छन् र यो रोड पहिला नहिँडेको भएर हामी हुलाकी राजमार्ग, जसलाई चाहिँ पोस्टल हाइवे पनि भनिन्छ, त्यो भएर विराटनगरतिर लाग्यौँ। Viratnagar after how many years? 30 years. So there was a rickshaw when you came here like 30 years ago. Oh yeah. Definitely things have changed. It's all EV. Yeah, this is nice. Less manual. कुनै पनि सहर गइसकेपछि सबभन्दा पहिले के गर्ने? खाने। विराटनगर मेरो लागि नौलो होइन, कहाँ गएर खाने कुरा मलाई पहिलादेखि नै थाहा छ। ब्रुनो अङ्कललाई मैले लगेँ मेरो फेभरेट मिठाई पसल सबभन्दा सुरुमा।
Rasmalai. Good? Very good. It's really creamy. That's the best part about this. Yeah, It's it's like good. Very nice. super creamy. Creamy Rasmalai from Bikaner in Biratnagar. Must try. लामो यात्रापछि हामी थाकेका थियौँ। विराटनगर आएर फुड टुर गरिसकेपछि हामीले साँझलाई अलिक इजी गोइङ नै राख्यौँ र एउटा रेस्टुरेन्टमा गएर पिज्जा खाएर गीत सुन्दै बस्यौँ र आजको दिन यहीँ सकियो। ओके, गुड मर्निङ। आज डे 3 हाम्रो ट्रिपको। आजको हाम्रो ट्रिप अर्को रोड ट्रिप। अब हामी के अरे विराटनगरबाट जनकपुर जाँदैछौँ। जनकपुर चाहिँ म उठेको ठाउँ, पढेको ठाउँ, बढेको ठाउँ। त्यसपछि यहाँ ब्रुनो दाई पनि पहिला हामीले जनकपुरमै भेटेको हो। सो उहाँलाई पनि जनकपुरसँग चाहिँ एकदम माया छ। त्यही भएर जनकपुर हामी जान्छौँ। जनकपुरपछि हामी लालगन्दी गएर बस्छौँ। त्यसपछि आजको ट्रिप सकिन्छ। सी यू अराउन्ड। र अब जनकपुर जाने। जनकपुर जाने रमाइलो हुन्छ। Of course. नयाँ दिनको सुरुवात भइसकेको थियो। विराटनगरबाट हामी जनकपुर लाग्यौँ। विराटनगरबाट जनकपुर पुग्न त्यस्तै 5 देखि 6 घन्टा लाग्छ ड्राइभ गरेर हिँड्दाखेरि। सप्तकोशीको किनारको विभिन्न गाउँहरू हेर्दै, बस्तीहरू हेर्दै हामी हुलाकी मार्ग भएर सप्तकोशीको बाटो लाग्यौँ। सप्तकोशी आइपुग्यौँ। सप्तकोशी नेपालको खोलाहरूमध्ये वान अफ द ठुलो खोलामा पर्दछ। त्यहाँ चाहिँ एउटा ठुलो बाँध बनाइएको छ इन्डियन सरकार र नेपाल सरकारले मिलेर। त्यो बाँध हेर्दै हामी लाहानतर्फ लाग्यौँ। अबको गन्तव्य जनकपुर पछ्याउँदै। सप्तकोशी कटिसकेपछि एउटा भुल्नै नहुने अर्को खाने ठाउँ छ। सबैलाई थाहा होला, बर्मजियाको पेडा। अबको नेक्स्ट स्टप बर्मजियाको पेडा चाख्ने। Ready to try some peda. So this is here for a while. Yeah. Barmajia peda. Let's do it. It's good? Good. यसरी दूध घोट्ने. So your first process? Is it just milk? That's just milk. No. Maybe chini. दूधमा के हाल्ने हो? चिनीहरू पनि? Chini. And then they will make it into peda. आधी kilo. And it's a local specialty. Yeah. We'll come here for this peda. And all the sweets now and the tea. यात्रा बल्ल रमाइलो हुँदैछ। लाहान पुगेपछि मेरो अमेरिकन दाइलाई खान मन लाग्यो अमेरिकानो। अब रियल कफी कता पाइने हो लाहानमा थाहा छैन। हामी लाग्यौँ लाहानको बजारमा कफी खोज्नलाई, अमेरिकानो वा लाटे। Hunt for the coffee. Riding the front seat. Fun. The driver's seat. Hunt for the good coffee. After long search and running around for cafe in Lahan, we finally got one, right? We got to see more of Lahan. Lahan, yeah. Thank you, Dhanyawad. Thank you. Finally, the coffee is here. The coffee has arrived. The most awaited coffee. Oh my gosh. We ran like our life depends on it. Oh my God. But we made it. We made it. Good? Now you have energy to get to Janakpur. You know what I feel like today? Excuse me. Chow mein.
chow mein, yeah. We can try I've had chow chow mein. mein since I've been here. Yeah, chow mein will be a good one. Chow mein or chow chow? Either one. Either one. That will be better in Lal Bandi than Janakpur. But oh, Lahan Bazaar. Lahan Bazaar चाहिँ म अघिल्लो पटक 30 वर्ष पहिले आएको थिएँ मेरो दिदीको बिहेमा यहाँको प्राविधिक शिक्षालयमा धेरै पछि आएको after 30 years. After 30 years. Now this is Dalgimur. We're leaving Mahindra Highway and heading towards our own Janakpur. Yes. The destination we look forward to, right? Okay. Janakpurko bato. This bato is good. Yes. Now taking Bruno uncle to try Mithila Thali. Some Mithila food, right? This place is packed. It sounds good. Oh, it's already written here. I can go to Anila. Yeah. La. Yeah. So this is radish. Yeah. What is that? Which one? It's it's not chichoren. It's veg. This is Murli Chowk, aka Chowk? Vidyapati Chowk. I remember Murli So the house is that way, right? No, we keep going down. Oh, really? This is the way to go to airport or Machapalan. Machapalan. Sidhe agadi. Oh, so the Machapalan is that way? Yeah. Please, you stayed for 3 months. No, because you remember, if we go here, that was the road. It was all water. Then we have to walk from there. Yeah. With rain. ब्रुनो अङ्कल पिस कोर भोलिन्टियर भएर हाम्रो घरमा 3 महिना बसेको घर भ्रमणपछि हामी लाग्यौँ अब अर्को घर हेर्न जहाँ चाहिँ म हुर्केको थिएँ। टेम्पो छिर्यो नि टुकटुक त्यहाँभित्र उयो त बाटो बनिसक्यो सिधै अगाडि यहाँ रोक्यो You came here last time too, right? Yeah. We talked to the owner last time. Yeah. म हुर्केको घरको छोटो भ्रमणपछि हामी लाग्यौँ जनकपुरको अर्को महत्त्वपूर्ण डेस्टिनेसन जनकपुरको रेल स्टेसन। जनकपुरको रेलसँग हाम्रो पुरानो यादहरू छन्। ट्रेनमा चढेर खजुरी गएको, जयनगर गएको त्यो यादहरूलाई फेरि एकपल्ट ताजा गर्न हामी गयौँ जनकपुरको रेलवे स्टेसन। थोरै समय तर घुम्नुपर्ने धेरै। अबको गन्तव्य जानकी मन्दिर र त्यो वरिपरिको बजार। Looking good. Oh, video up? That's pretty to see, flowers. It is. Bruno uncle in Janakpur after 9 years. जनकपुर अलिक गर्मी नै थियो तिहारको बेलामा गए पनि र अब चाहिँ लस्सी खाने बेला भयो। This is good. That's very good. जनकपुरको छोटो मिठो यात्रापछि हामी लाग्यौँ अब हाम्रो अर्को गन्तव्य, आजको गन्तव्य लालबन्दी। लालबन्दीको हाम्रो यात्रा साह्रै नै छोटो थियो। हामी एक रात मात्र त्यहाँ बस्यौँ, तर त्यहाँ बस्दाखेरि हामी हाम्रो फुपूको घर गयौँ, फुपाजुलाई भेट्यौँ, काका काकीहरूलाई भेट्यौँ र भोलिपल्ट फेरि हामी काठमाडौँको लागि हामी निस्क्यौँ हेटौडाको बाटो हुँदै, जुन चाहिँ ब्रुनो अङ्कलको लागि पनि नयाँ बाटो थियो।
के गर्ने to Kathmandu. Back to Kathmandu, yes. Bye bye Lalbandi, right? Bye bye Lalbandi. The last day of the trip. I know. I love Lalbandi. We need more days in Lalbandi. Yes. For next time, maybe we'll Next time we do 3 days. the Bagmati Canal. लालबन्दीबाट हेटौँडा आउँदै गर्दाखेरि बिचमा एउटा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ। मान्छेले नै बनाएको बागमतीमा रहेको तलाउ, जसलाई चाहिँ भरत ताल पनि भनिन्छ। अहिलेसम्म म पुगेको थिइनँ र हामी बिचमा भरत तालको छोटो भ्रमण पनि हामीले गरेका थियौँ। Day 4 of our trip. Let's go from this way. Bharat Tal in Bagmati. Bagmati. Yeah. That's great. That's a good idea. At least it will engage tourists for a couple of hours. That's the Bagmati, yeah. Bagmati River. So they diverted it from there Yeah. over to here. I'd be curious as to what the water quality is like. Yeah. So from here, it will go to Kathmandu. Really? 70 kilometers. 70 kilometers. All day. यो मेन रोड हो बाइपास त्यो उ त्यो अगाडिको त्यो बस ट्रकहरू जाने ओके हेटौडाको बुद्ध चोक God give us clean, keep us clean. यात्रा अब काठमाडौँतिर हामी भीमभेलीको बाटो भएर हेटौडाबाट काठमाडौँ लाग्यौँ। Ready? That's a big complex. Bhimpheli Bazaar. Look at the shop. Sisapani Gadi. We'll go. Just to look. Yeah. Maybe we'll pass through that route. Think so? Yatraku Chinato. This is the overpass. That's the first overpass of Nepal. Oh, really? Right here? Yeah. Lots of traffic from the. अब फाइनली हाम्रो भद्रपुरदेखि फेरि फर्केर काठमाडौँसम्मको यात्रासँगै हाम्रो रोड ट्रिप पनि सकियो। बाई बाई।